हेलो साथीहरू, वेलकम टु माई मिनी ब्लग। यो चाहिँ मेरो हाम्रो ड्रेसको पनि एउटा छुट्टी हुन्छ ट्र्याकवाला ड्रेस हो। सो म यसलाई आज कलेज जाँदैछु अनि कलेजमा मैले साथीलाई भेटाएको छु, त्यही भएर मैले हाल्नु भनेको साथीलाई चाहिँ। यो चाहिँ मेरो क्लासमेटहरू साथीहरू सबैजना। क्लासमा चाहिँ मैले आज आरू बोरा लिएर आएको थिएँ। सो मैले साथीलाई देखाएँ, साथीलाई यस्तो मन पर्थ्यो अनि त्यही भएर साथीले हेरेर मलाई धेरै लिएर आइदिएको छु भने साथीलाई सरप्राइज दिनु वा थ्याङ्क यू भनेर भनिरहेको थियौँ साथीले चाहिँ। अब ल्याएपछि त खाने कार्यक्रम त सुरु गर्न परिहाल्यो। सो त्यही भएर हामी चाहिँ खाने कार्यक्रम सुरु गर्दै थियौँ अनि खाँदै थियौँ। खायौँ अनि क्लासहरू पनि भयो, अरू क्लासहरू पनि भयो। सो अनि हाम्रो हाफ टाइम भएको थियो अनि त्यतिखेर चाहिँ मोबाइल चलाउँदै थियौँ। सरले अनि के गर्न लाग्छौँ भनेर आउनुभयो सर पनि। अनि क्लासमा चाहिँ कोही थिएन, सर आउनुभयो अनि टिकटकहरू बनायौँ, फोटो खिच्यौँ सरसँग चाहिँ। अनि अरू पढिसकेपछि हामी घर आउँदाखेरि अलिकति गीत गाउँदै फोन गर्दै आइरहेको थियौँ कि। अनि हामीले चाहिँ आफ्नो क्लास सकेर पनि उता क्लासमा गएर बसेर पढेको थियौँ कि, त्यही भएर चाहिँ हामी अलिक ढिलो गरेको थियौँ। तर हाम्रो छिटो बिदा हुन्छ। हामी छुट्दाखेरि हो अनि आज मौसम पनि पानी पर्ला जस्तै भएको थियो कि, त्यही भएर साथीले राम्रोसँग जानु है पानी पर्न लाग्छ उडाउला फेरि हावाले भनेर भन्दै हुनुहुन्थ्यो। मैले उडा नगर्नु हजुर नै पातले हुनुहुन्छ, ल ल ल जानु बाई बाई भनेर हामीले अब छुट्टी मौसम पनि पानी पर्ने जस्तै भइरहेको थियो, किन सुकेन पानी परिरहेको छ कि। अनि बाटोमा अलिक भोक लाग्यो मलाई, त्यही भएर मैले चाउचु किनेँ अनि मैले पानी पनि लिएको थिएँ अनि पानी र चाउचु मिसाएर खाएँ, किनभने अलिक भोक लाग्यो भने त्यस्तो गऱ्यो भने अलिक पेट अहिले त राम्रो हुन्छ नि त, अब अगाउँछ नि त। सो त्यही भएर अनि यो प्लास्टिक जतापाए त्यतै फाल्ने कुरा भएन। सो बाटोमा चाहिँ यहाँ एउटा डस्टबिन थियो, मैले देखेको थिएँ पहिलेबाट, मैले नोटिस गरिरहेको थिएँ नि त। अनि मैले चाहिँ त्यहीँ गएर फालेँ, किनभने फोहोर गर्नु राम्रो होइन। सो मैले आफ्नो फोहोरलाई राम्रोसँग आफ्नो ठाउँमा राखेँ। अनि त्यसपछि मेरो घर पनि आयो अनि मौसमको पनि मजाले त्यहीमा घर गएँ, पुगिसकेको थिएँ। अनि दिदी चाहिँ बस्नु भएको थियो, अङ्कल पनि त्यही हुनुहुन्थ्यो, आन्टीहरू चाहिँ छतमा हुनुहुन्थ्यो। सो मेरो ब्लग लास्टमा हेरिदिएकोमा थ्याङ्क यू सबैलाई, थ्याङ्क यू धेरै धेरै माया, किप सपोर्टिङ, किप लभिङ।